हेलो साथीहरू, म तपाईँहरूलाई अब धरहराको बारेमा केही कुराहरू तपाईँलाई देखाउन गइरहेको छु है। फाइनल्ली धेरै समयपछि म धरहरा चढ्न गइरहेको छु है। धेरै समय भयो खुलेको होइन, बिचमा एकचोटि गएको छु तर भिडियो बनाउनु पाइँदैन है। तर यो पालिको चाहिँ मैले भिडियो ल्याएको छु है। के कस्तो रहेछ फेसिलिटीहरू सुविधाहरू म तपाईँलाई देखाउँछु है। कस्तो रमाइलो रहेछ सबै एक एक गरेर देखाउँछु। म साथीहरू हिँड्दैछु है, म जाँदैछु टिकट काउन्टरमा टिकट किन्नलाई। जाने गेट चाहिँ यही हो। ल साथीहरू, म टिकट किन्न गइरहेको छु है। दिदी दुईटा काटो कति पर्छ लिनु? दुईटा काटको 200 होइन लिनु। ल साथीहरू, फाइनली मैले टिकट किनिसकेको छु, दुईटा टिकट है। ल म तपाईँलाई भित्र देखाउन गइरहेको छु है। भित्र ल साथीहरू है, भित्र जान गइरहेको छु। ल यहाँ दिदीले गरिरहनु भएको छ। ल थ्याङ्क यू दिदी। ल साथीहरू है, म अब फाइनल्ली गेटभन्दा भित्र छिरिसकेको छु। म तपाईँहरूलाई यहाँ देखाउँछु भयो। हेलो साथीहरू, म अब तपाईँहरूलाई है धरहराभित्र छिरिसकेको छु। हेर्नुहोस् यहाँ अगाडिको पानीको र माथि हेर्नुहोस् है धरहराको यो चित्र हो। यस्तो छ है यहाँ वरिपरिको ठाउँ हेर्नुहोस् है। यो गेट भइहाल्यो। हेर्नुहोस् है उहाँ ब्युटिफुल क्विन। ल अगाडि अगाडि पनि हेर्नु जानुहोस् है साथीहरू। ल साथीहरू, यताको चित्र पनि यस्तो छ हेर्नुहोस् है। यहाँ धाराहरू यहाँ धाराहरू यस्तो छ हेर्नुहोस् है। धारा दुईपट्टि छ, एउटा उतापट्टि र एउटा यतापट्टि हेर्नुहोस् है। ल साथीहरू है, हामी यतापट्टिको गार्डनतिर आइरहेको छु। यो गार्डन पनि यति रमाइलो छ, राम्रो छ। गार्डनको छेउमा यस्तो पानीको उ छ हेर्नुहोस् है। टक्क एउटा ब्युटिफुल सिस्टर यस्तो छ हेर्नुहोस् है। ऊ पनि छ है। सिकिरहेको छु। उता त्यति राम्रो भकुण्डो जस्तो ठाउँ छ हेर्नुहोस् त है, फुटबल जस्तो। ल साथीहरू, म अब फाइनली अब हामी गेट छिर्दैछौँ है, धरहराको मेन गेट। पानी खान त तिमी झर्दैन हो। पानी ल फाइनल्ली हामी गाइजहरू है, हामी भित्र अब छिरिसकेका छौँ। हेर्नुहोस् है यस्तो बनाएको छ डिजिटल धरहरा। ल हेर्नुहोस् यहाँ भित्र यस्तो छ है। वेट तपाईँको यहाँ अहिले यो जुन छ नि यो लिफ्ट बिग्रेको कारणले गर्दा अहिले भएको छैन है। ल हेर्नुहोस् सबै लिफ्टहरू अहिले बिग्रेको छ है। हामी यो क्षेत्रमा यो मेरो पछाडि देख्नुहुन्छ नि, यो सबै अहिले बिग्रेको छ। बिग्रेको कारणले गर्दा हेर्नु टुप्पा लाइन बिग्रेको छ अहिले है। त्यही भएर अहिले लिएको छैन। ल साथीहरू, यति सुन्दर बनाएको छ हेर्नुहोस् है, गुड छ। ल अब हामी माथि चढ्न गइरहेको छौँ है। ल साथीहरू है, अब भराङ हामी चढिरहेको छु। यो भराङ यस्तो छ, माथि उठिरहेको छु। साइड साइड साइड। ल अब लेफ्ट राइट है, लेफ्ट राइट लेफ्ट राइट। ल लेफ्ट राइट लेफ्ट राइट। ल साथीहरू, आधुनिक धरहरा यानि कि सेतो टावर थियो।
साथीहरू एउटा दशरथ धर्मशाला पनि देखिरहेको छ है म जुम गरेर देखाउँछु तपाईँहरूलाई दशरथ धर्मशाला हो जहाँ फुटबल हुन्छ ल साथीहरू बन्द भइसकेको है अलिकति हो त्यस्तो हुन्छ बन्द भएपछि नत्र भने खतरा देखिन्छ एक्कासी खुल्ला रहेछ फाइनली साथीहरू अब धरहरा पनि चढियो घुमियो तर जति सोचेको थिएँ त्यति चाहिँ पाइएन है ल पुरानो धरहरा यता छ त्यो नयाँ धरहरा बनेको हो यो पुरानो धरहरा है ठुलो अवस्थामा जति सोचेको थियो त्यति जस्तो पाइएन होइन तर जे होस् आउनुहोस् घुम्नुहोस् रमाइलो गर्नुहोस् लास्टै भिड हुन्छ है खुट्टा टेक्ने ठाउँ हुन्न अनि भिडियो बनाउने पनि त्यस्तो खासै हुँदैन क्या सुइटेबल हुँदैन क्या मान्छेको आवाज आएको है चलेको चले अनि त्यस्तो दृश्यहरू पनि देख्दैन क्या माथिबाट कस्तो भनेको मान्छेको हुन्छ अनि कहाँ मान्छेको टाउकोमा गएर खिच्ने कुरो भएन त्यही भएर हो साथीहरू है ल बाई बाई प्लिज सब्सक्राइब युट्युब च्यानल